केही समय अगाडि सिनेमाको टिजर र सिनेमाभित्र रहेको मायालाई के दिउँमा बैना बोलको गीत समेत सार्वजनिक भएको लाली बजारको प्रतीक्षित ट्रेलर अन्ततः सार्वजनिक भएको छ। ट्रेलरमा हामीले पश्चिम नेपाल बर्दिया राजापुर क्षेत्रको बादुई समुदायको मुद्दा र नथिया परम्परालाई उजागर गरेको देख्न सक्छौँ। अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता रविन्द्र सिंह बानियाको मुख्य भूमिका रहेको यस सिनेमा यही वैशाख 18 गतेबाट देशभर प्रदर्शनमा आउँदैछ। सिनेमाभित्र एउटी आमाले आफ्नो छोरीको लागि गर्नुपर्ने सम्पूर्ण स्ट्रगललाई देखाइएको छ। यस सिनेमाको कथा र निर्देशन यम थापाले गर्नुभएको छ। यस सिनेमाको संवाद र पटकथा प्रदीप भट्टराईले गर्नुभएको हो। लालीबजारको टिमले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा, जात्रै जात्रा, महापुरुष र महाजात्रा जस्ता सुपरहिट सिनेमाहरू निर्माण गरिसकेको छ। त्यसैले गर्दा पनि यो सिनेमा अति नै महत्त्वपूर्ण रहेको छ। दर्शकहरूले पनि यस सिनेमाबाट निकै आशा राखेको देख्न सकिन्छ। सिनेमाको ट्रेलर सार्वजनिक भएदेखि नै सिनेमाभित्रका कलाकारहरूको अभिनय निकै रुचाएको छ। सिनेमाको सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना।